ह्याप्पी तीज सबैजनालाई। फाइनल्ली आज चाहिँ तीजको लास्ट डे होला, व्रत सबै यो हिन्दू नारीहरूको आज चाहिँ जति रमाइलो गरे जति जे गरे आज चाहिँ नि फाइनल्ली व्रत सबैजनाको व्रत नै होला है सबैजनाको। र सबैजनाले कसैले पूजा गरेर आउनुभयो होला, कसैले स्टार्टिङ होला, कसैको हुँदैछ होला होइन। सबैजनाले आफ्नो श्रीमानको लागि, आफ्नो श्रीमानको हेल्थको लागि, श्रीमानको आयुको लागि, श्रीमानको इच एन्ड एभ्रिथिङ अब हुन्छ नि उसलाई दुःख कष्ट केही नहोस् भनेर हामीले व्रत लिने हो नि त। यो कुरा यही कुरा हो जस्तो लाग्छ मलाई, हो यही कुरा। र हामीले त्यही भएर हामी त नि आफ्नो श्रीमानलाई दुःख कष्ट नहोस् भनेर व्रत लिनको लागि आफूलाई पनि कष्ट दिनु भएन, किनभने हामी त आफ्नो श्रीमानको एकदम अमूल्य बहुमूल्य चिज हो नि त। फेरि हामीलाई केही कष्ट भयो भने आफ्नो श्रीमानलाई यसै कष्ट हुन्छ नि त। त्यही भएर आफ्नो हेल्थको केयर गरेर एकदम बार पानी खानुस् र आफूलाई एकदम हेल्दी राखेर खाने चिजहरू खाएर, व्रतमा नि खाने चिजहरू हुन्छ नि त।